एउटा भन्सार दर के परेछ भने एउटा प्रडक्ट छ एचएस कोड, हार्मोनाइज सिस्टम भन्छौँ हामी कस्टमसँग, 5000 जति वस्तुहरू हुन्छन् यहाँ त्यस्तो। 4202-1290 को कोड भएको एउटा प्रडक्टमा, त्यो प्रडक्टको चाहिँ अलि व्याख्या नै हुन्छ, बाहिरी भाग प्लास्टिक वा कपडा पदार्थ भएका बाकस, सुटकेस, यो एउटा क्याटेगोरी छ। यसमा हामीले 30% को भन्सार लगाइराखेका रहेछौँ। यही क्याटेगोरीभित्र चाहिँ एउटा असाध्यै सेन्सिटिभ आइटम परेको रहेछ, भ्याक्सिन र ब्लड क्यारियर, जनस्वास्थ्यसँग सम्बन्धित भ्याक्सिन, ज्यान जोगाउने भ्याक्सिन र ज्यान जोगाउने रगत बोक्ने क्यारियर पनि सुटकेसको वर्गीकरणमा परेको रहेछ। र यहाँ उद्यम व्यवसाय गर्नेहरूलाई थाहा हुन्छ त्यो वर्गीकरणले कति दुःख दिन्छ कहिलेकाहीँ। यो मिलेन, कहाँ प्लास्टिकको सुटकेस, कहाँ यहाँ चाहिँ ज्यान बचाउने ब्लड क्यारियरलाई एउटै क्याटेगोरीमा राख्न मिलेन, यसलाई छुट्याइदिनुहोस् भनेर बहसको चरणमा आएको विषय। अनि साथीहरूले, भन्सारका साथीहरूले यो त जायज हो, मनासिब छ, यसलाई छुट्याउँ, यसलाई छुट्टै उपशीर्षक दिउँ नि त। कहाँ प्लास्टिकको सुटकेस बनाउने, ब्लड र भ्याक्सिन क्यारी गर्ने छुट्टै उपशीर्षक दिएर यसलाई छुट्याउँ पनि र यसको भन्सार कम गरिदिउँ। कहाँ 30% लगाउने यत्रो वस्तुमा, 15% लगाउँ, डन। त्रुटि कहाँ भयो भन्दाखेरि त्यो प्लास्टिक पनि सँगसँगै तानिँदाखेरि 15% मा झरेछ। ब्लड क्यारियर र भ्याक्सिन त 15 मा झऱ्यो, छुट्टै उपशीर्षक पनि बनाइयो, त्यो कम्युनिटीको माग सम्बोधन गरियो। तर जहाँबाट छुट्याइएको थियो त्यो पनि 30 होइन 15 आयो, त्यसैले कर घटाएको होइन, यो त 30 हुनुपर्छ भनेर 15 मा झुक्किएर 15 बनेकोलाई पनि 30 बनाइयो। अब यहाँहरूले सुनिराख्नु भएको छ बहस, राजद्रोह भयो, देशद्रोह भयो, गरिमा राखौँ। अर्को सच्याइएको मूल यही हो। अर्को चाहिँ इभीमा यत्रो मिडल क्लास एस्पिरेसनका कुराहरू छन्, 50 लाखभन्दा कम मूल्य, बजार मूल्य 50 लाख, तर भन्सारमा आइपुग्दा जुन हामीले CIF मूल्य भन्छौँ, कस्ट, इन्स्योरेन्स र फ्रेट को मूल्य जोडेर, फ्याक्ट्रीबाट आएको मूल्य जोडेर, त्यो चाहिँ 20 लाख, ट्याक्स जोड्दाखेरि त्यो 43-45 कति पुग्छ। 50 भन्दा मुनिमा चाहिँ यसपालि मूल्य नबढाउँ, 50 भन्दा माथिलाई त्यसको छुट्टै कोड छ। आज मान्य विपिन आचार्यले पनि उल्लेख गर्नुभयो सार्वजनिक लेखामा, त्यो टक्सिसिटी, त्यो प्लास्टिक कन्टेन्ट, त्यो फरेन एक्सचेन्जको रिजर्भ, त्यो प्रिभिलेज नै हो। तपाईँ हामीले प्रिभिलेज लिएका हौँ। सुडन्ट वी ट्याक्स द्याट अ लिटल बिट? तर 50 भन्दा मुनि त एस्पिरेसनल युवासँग जोडिएको विषय त अहिलेलाई नगरौँ, बढ्नु हुँदैन, बरु घटोस् नै भन्ने नियतले कहाँ चलाउने त? फ्ल्याट छ। योभन्दा अगाडि विचलन थियो, 5 अरबको बेरोजु महालेखाले लेखिसकेका थियो। यति ठुलो चलखेल, विकृत राजनीतिक अभ्यास, गठजोड, बिचौलिया, पिक पावरमा। किनकि 100 युनिटभन्दा मुनिलाई छुट्टै भन्सार, भन्दा माथि, अनि मान्छेले झुट बोल्न थाले, म्यानिपुलेट गर्न थाले। अहिले पारदर्शी ढङ्गले एड भ्यालोरेम, भ्यालुमा आधारित गरौँ, 50 लाखभन्दा माथि प्रोग्रेसिभिसिटी, प्रगतिशीलता त्यहाँ कायम गरौँ, र त्यो जुन प्रिमियम हो फरेन एक्सचेन्जको इत्यादि, त्यसलाई रिफ्लेक्ट गरौँ, रेभेन्यू पनि उठाउनुहोस्। 50 लाखभन्दा मुनि चाहिँ कहाँ चलाउने त भन्दा, अब VAT सबैलाई स्थिर हो, कस्टम्स ड्युटी फ्ल्याट गरिदिउँ, पारदर्शी 20% सबैलाई, CIIF, क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, एक्साइजहरू हामीले त्यत्रो खारेज गऱ्यौँ, त्यसलाई कि आन्तरिक उत्पादन बढाउनको लागि रिप्लेस गऱ्यौँ, DPPF भनेर डोमेस्टिक प्रडक्ट प्रमोसन फी, कि यता क्लिन इन्फ्रास्ट्रक्चरलाई 10,000 चार्जिङ स्टेसन बनाउँछ, यत्रो लगानी छ, अहिले पनि कुरा आइसकेको छ। रोड डेभलपमेन्ट फी भन्ने हामी तपाईँहरू सबैले सवारी चलाउनेहरूले तिर्छौँ, 5% छ, यो 50 लाखभन्दा मुनि चाहिँ 2.5 गरिदिउँ त भन्ने भयो। त्यो लेखेरै गएको थियो द्रष्टव्यको रूपमा मलाई कर्मचारी साथीहरू। बाइ द वे यो सबै मैले टाइप गरेँ होइन, कर्मचारी साथीहरूले टाइप गर्नुभयो यो त्योमा, र मैले त ओन गरेको हो। म अर्थ मन्त्रालयको गार्डियन भएको हुनाले उहाँहरूले गरेका मानवीय त्रुटिलाई ओन गरेर मैले डिफेन्ड गरेको मात्रै हो। र त्यो 2.5% कानुनी ड्राफ्टमा जाँदा त्यो द्रष्टव्य फुटनोट मिस भएर रहेछ, त्यो त ल्याउनु पर्यो, त्यो राख्यो। अर्को एक्साइज तिरेको, तर CIIF को ट्रान्जिसनमा नगइसक्दा त्यहाँ भन्सारमा आएका इलेक्ट्रिक गाडीहरूले अन्तशुल्क त तिरिसके,
अन्तशुल्क पनि तिर्ने, फेरि यो नयाँ शुल्क पनि तिर्ने त गराउनु भएन, कन्फ्युजन भयो, स्पष्टता अलिकति कायम गरिदिनु पऱ्यो। अन्तशुल्क तिरिसकेकाहरूले यो दोहोरो कर लाग्दैन है, CIF थप्नु पर्दैन भन्ने अर्को स्पष्टीकरण छ। शिक्षामै अघि त्यत्रो 25,000 रुपियाँ आफ्नो बालबालिकाको लागि खर्च गर्नुभयो, निजीमा पनि यो चाहिँ वा 25% जुन कम हुन्छ त्यो करकट्टीमा कायम गर्न सकिने, त्यो पनि छुट्याएर रहेछ, बोलेका थियौँ छुट्याएर रहेछ, त्यसलाई हालिदिउँ। अर्को विषय, महानगरपालिका र उपमहानगरपालिका बाहेक अन्य ठाउँहरूमा सिनेमा हल, अलि सांस्कृतिक नाट्यघर यस्तोमा कसैले लगानी गर्न चाह्यो भने उसलाई प्रोत्साहनै गर्ने हिसाबले 10 वर्षसम्म आयकर छुट भनेर मैले बजेटमै बोलेको थिएँ। बजेट बोलियो 4 बजे, यो त बिहान प्रेसमै गइसकेको थियो, त्यो बिट अलिकति छुट्या पनि हुन सक्थ्यो भनेर त्यसलाई पनि विधेयकमा रिफ्लेक्ट गरेको। यति हो भएको, यति हो। सच्याएर सांसदज्यूहरूले यो पहिलोचोटि पाउँदा नै त्यो सच्याइएको सूची पानो चाहिँ उहाँहरूलाई सँगै दिनुहोस्, ताकि यो बहस समृद्ध हुन्छ। अब अलिकति हेल्चक्राइ गरेर हेपेर बहसमै उठाइदिउँला नि त, यो चाहिँ सानो त्रुटि भएर रहेछ भन्न सकिन्थ्यो। तर सार्वभौम संसदप्रतिको हाम्रो अगाध श्रद्धाले गर्दा पनि हामीले होइन, सांसदहरूलाई गुमराहमा राख्नुहुन्न, चल्दै गर्छ भन्ने एटिट्युड राम्रो होइन। पहिला पनि गरिएकै हो, 73वटा सच्याइएको यही गत सालमा, र गुड फेथमा गरिएको एडिटोरियल चेन्जेसलाई सांसदहरूले पनि त्यसलाई त्यही स्पिरिटमा लिनुहुन्छ भनेर त्यति हो भएको, जुन 17 गते हजुरहरूले पिजन होलमा पाउनु पर्थ्यो, पाउनु पनि भयो भन्ने मेरो अनुमान छ। मैले महासचिवजीसँग चेक गरेको थिएँ, लगभग त्यही बेलामा त्यो एराटा सहित यो अर्थ विधेयक हजुरहरूले अब पाउनु भएको हुन्छ। बहस त सुरु नै भएको छैन। त्यसपछि अर्थ विधेयकमा हजुरहरूले पाएको सच्याइएको भनेको पछि एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा अक्षर, एउटा अङ्क केही पनि थपिएको छ होइन। अर्थमन्त्री चाहिँ राति राति बसिया छ, कर चेन्ज गरेका छ, छेडखानी गरेका छ, कसलाई पोस्या छ, 16 पेज गायब गरेका छ, सबै गलत। अलिकति रसुवा र मुस्ताङको प्रसङ्ग पनि आएको छ। कसैले सूचना दिएको छैन, व्यापारीहरूले अनुमान गर्छन् कि कर घट्छ कि कर बढ्छ, एउटा ट्याक्स प्लानिङ पनि हुन्छ र केही वस्तुमा बढ्छ नै भन्ने अनुमान हुन्छ। सुर्तीमा, मदिरामा, अलि विलासी वस्तुहरूमा बढ्छ नै भन्ने हुन्छ। कुनै अर्थमन्त्री मूर्ख हुँदैन जसले चाहिँ यस्ता वस्तुहरूमा कर घटाओस् भनेपछि अब बढ्दैछ लगभग भने अनुमानका हिसाबले डिमान्ड पनि भइराखेको हुन्छ, उसले एलसी हप्तौँ अगाडि खोलेर त्यो खालको प्लानिङ गरेर गरेको हुन्छ। गत साल 4700 गाडीहरू यसरी नै आएका थिए, यसपालि त जम्मा 2600, गत साल 4300, यसपालि 2600-2700 गाडीहरू आएका छन्। सो पोहोरभन्दा यसपालि कम नै हो। तर भइदियो के भने कर बढेन, अर्थमन्त्रीले सूचना दिएन, कर घट्यो र त्यो जोखिम मोल्ने व्यापारीहरू धेरै मर्कामै पर्नु भएको छ। यद्यपि त्यो ब्रान्ड हेरी कुनै चाहिँ बोर्डर लाइनमा पनि छन्। मैले सुनेअनुसार त्यो ब्रान्ड हेरी रसुवामा चाहिँ घाटामै भर्नुभयो, मुस्ताङमा चाहिँ आधा कर घटेको वस्तुहरू परे, आधा जस्तो चाहिँ कर बढेको पर्यो भन्ने छ। तर त्यतातिर हाम्रो चासो रहेन, किनकि हामी देश बनाउने, आर्थिक कर प्रशासन, कर अनुपालनमा ध्यान दिइरहेका छौँ। कुनै व्यापारी पोस्ने त्यो त हामीले फालेकै हो नि, त्यो मोडेल त फालेर आएन र। त्यसैले नै मैले भन्न सकेको हो, यहाँ सार्वभौम संसदको रोस्टरमा उभिएर मैले भन्न सकेको छु, 2 अरब होइन हजुर, 2 रुपियाँ बदमासी गरेको छ भने म यो पद त्याग दिन्छु, सार्वजनिक पद नै त्याग दिन्छु भन्ने नैतिक आँट, नैतिक उचाइ मलाई आरोप लगाउने मान्य सांसदज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। हस्, धन्यवाद।